सबैजनालाई नमस्ते। ट्रसितीले सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। फेरि पनि स्वागत छ याङ्री अफिसियल युट्युब च्यानलमा हैन। आज फेरि पनि मैले अर्को भिडियो ल्याएर आएको छु। धेरै लङ टाइम पछि मैले के भिडियो ल्याएर आएको छु भन्दाखेरि आज चाहिँ म अहिले भर्खरै बारीमा गएर आएको हैन। खाजा पनि खाएको छैन। अब चाहिँ म चाहिँ के गर्न लागेको छु भने हैन, यो कैची यो टोकरी भनौँ के भनौँ हैन। अनि यो लगेर चाहिँ म तितेपाती टिप्न जाँदैछु। तितेपाती किनभने मैले तितेपाती किन टिप्न जाँदैछु भन्दाखेरि चाहिँ यो मेरो छ नि टाउकोमा कपाल यसमा चाया परेर यति चिलाउने के चाया परेर अनि म चाहिँ यो अस्ति पनि मैले बनाएको थिएँ के, त्यही भएर अस्ति पनि मैले चाहिँ तितेपाती यसरी नै टाउको साह्रै चाया परेर अनि तितेपातीको यसो यो साबुन बनाएर धोएँ हैन। त्यहाँदेखि धेरैसम्म टोकेन क्या यो चायाले चाहिँ। अनि त्यसपछि मैले चाहिँ त्यहाँदेखि त्यो साबुन पनि सक्यो अनि त्यो जस्ट यहाँ चायाले टोक्न पनि छोड्यो। अनि त्यसपछि चाहिँ अब मलाई चाया हरायो भनेर मैले चाहिँ त्यो लाउन छोडिदिएँ। अनि त्यसपछि फेरि टोक्नु थाल्यो कि त्यसपछि चाहिँ आज चाहिँ अब तितेपाती टिपेर ल्याउने अनि टिपेर ल्याएर चाहिँ त्यसको साबुन बनाएर कपाल धुने हैन। चाया सनक्कै जाने अरे। अब म कैची बोकेको छु तितेपाती टिप्नलाई जाँदैछु। तर अहिले त तितेपातीहरू पनि पाउँदैन र भए पनि म खोजेर ल्याउँछु। म चाहिँ तितेपाती टिप्नलाई हिँडेँ। तितेपाती नि छ जस्तो छैन। अब यहाँ पर हेर्न जान्छु म तितेपाती हैन। मैले चाहिँ यो बोकेर जाँदैछु। मान्छे पनि हाँस्छ क्या के बनाउँदै होला भनेर हैन। म चाहिँ यसरी अर्गानिक हैन तरिकाले चाहिँ साबुन बनाउने अनि साबुन बनाएर चाहिँ चायालाई सट्टै सबै हटाउनु पर्यो भन्दै जाँदैछु। यहाँदेखि जाँदैछु साथीहरू। तितेपाती नि पाउँछ जस्तो छैन। मेरो युट्युब च्यानलमा त सब्सक्राइब गरेको छैन भने सबैले सम्पूर्णले सब्सक्राइब गर्न नबिर्सिकन फर्स्टचोटि नै सब्सक्राइब गरिदिनु होला। यति धेरै धुलो उडिरहेको छ कि म भर्खरै गाडी गयो क्या, त्यही भएर धुलो उड्यो। अब चाहिँ म यहाँनिर तितेपाती टिप्नु पर्ने हुन्छ। यहाँनिर हेर्नुहोस् तितेपाती पनि यहाँनिर छ। तितेपाती टिप्नु पर्यो। अब एक्लै चाहिँ त्यही भएर भिडियो बनाउनु नि अलिकति कर नपाउने रहेछ, राम्रो पनि आउँदैन। अब म यो तितेपाती टिपिसकेपछि नि देखाउँछु ल साथीहरू। ल त साथीहरू अहिले चाहिँ म तितेपाती पनि एक यति टिपे अनि अहिले चाहिँ फर्के। अब यहाँ पर गएर थोरै टिप्छु। अनि यो तितेपाती चाहिँ के राम्रो पलवा चाहिँ टिपेर ल्याएको छु मैले चाहिँ। अब म फेरि पर गएर एक ठाउँ टिप्न जान्छु। अवश्य पनि मेरो भिडियो हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला हैन। अहिले चाहिँ म साथीहरू अहिले चाहिँ मैले चाहिँ चारो पनि काटिसकेँ हैन। अनि अब मैले चाहिँ त्यो तितेपाती पनि धोएर राखेको छु। यहाँनिर छ, यहाँनिर त्यस्तो नक्कै धोएर यहाँनिर राखेको छु। यसरी मजाले पखालेर यहाँ राखेको छु हैन। अनि मैले चाहिँ यहाँनिर यो पानी चाहिँ सबै तरेर जाओस् भनेर मैले राखेको छु हैन। अनि अब चाहिँ मैले यहाँ चारो तल के भन्छ चारो पकाउनलाई मैले यहाँ तल आगो फुकिसकेँ। अनि अब यहाँ चारो काटिरहेको छु। त्यो चारो चाहिँ हाल्नु पर्ने हुन्छ साथीहरू। अब चाहिँ म चारो हाल्छु हैन। अनि यहाँनिर मेरो चुला पनि भत्किरहेको छ। यसको लागि माटो पनि खन्नु पर्ने छ के। यो चुलाको हालत यस्तो भइरहेछ। अनि चाहिँ ल साथीहरू अब चाहिँ म चारो सोलेर पसिना हाल्नु पर्ने हुन्छ। आगो पनि बढ्नु दिँदैन क्या हावाले।
त्यही छ साथीहरू अब चाहिँ बोल्नुपर्ने हुन्छ। मेरो चारो चाहिँ काटेर यति छ होइन, यहाँ एक आरी हालिसक्यो भने खानु पर्ने हुन्छ यसरी होइन। त्यही हुँदा त गाह्रो हुँदोरहेछ। हिजोअस्ति चाहिँ यहाँनिर काटेर यस्तो भइरहेछ, कालो न कालो भएछ काटेर, साह्रो भइरहेछ। यिनी चाहिँ मैले अघि नै यो तितेपाती धोएर राखेको तितेपाती चाहिँ मिक्सरमा पिसेर यसको रस निकालेर चाहिँ मैले चाहिँ पुरै ग्यासमा पकाउँदैछु साबुन बनाउनलाई। साथीहरू कस्तो लाग्यो तपाईँहरूलाई मेरो साबुन बनाएको? यस्तो दामी हुँदैछ कि मलाई त नि यो सिस्नो पकाएको जस्तो लागिरहेछ क्या, त्यही भएर सिस्नो हो भने त यस्तो मिठो गरेर खाउँ जस्तै, तर यो साबुन बनाएको मैले तितेपातीको, त्यही भएर चाहिँ यस्तो दामी हुँदैछ। पकाएर चाहिँ आगोमा पकाउँ भनेको कस्तो बाहिर त जाडो होला जस्तो लाग्यो, त्यही भएर मैले भित्रै, बाहिर के जाडो र आगोकै छेउमा भए पनि। अनि त्यसपछि चाहिँ अब पपा तरिकाले पकाउँदैछु साथीहरू, हेर्नु होला। अब अलिक भाक्लो भएको छ क्या अहिले चाहिँ यो के भन्छ तितेपातीको रस चाहिँ साबुन बनाउनलाई चाहिँ यसलाई पुरै पक्लिने गरी पकाउनुपर्छ कि यति गाह्रो हुन्छ यो पकाउनलाई। अनि यस्तै छ साथीहरू अहिले चाहिँ यो पुरै पाकेर पनि यस्तो दामी भएको छ। मैले चाहिँ अरुवा हालेर राख्ने केही छैन, त्यही भएर यो चाहिँ मैले भुटुकामा हालेर राख्दैछु। यसरी भुटुकामा होइन 4-5वटा भुटुका राखेको छु। यसरी मैले चाहिँ भुटुकामा हालेर पुरै जम्ने, चिसो भएपछि त पुरै जमिन्छ। अनि चाहिँ यसलाई चाहिँ मैले टक्क लाएर यसरी हाल्दैछु साथीहरू, हेर्नु होला कस्तो लाग्यो तपाईँहरूलाई। अहिले चाहिँ मैले सबैमा हालिसकेँ, 5वटा भुटुकामा हालिसकेँ। यस्तो दामी देखिएको छ कि साथीहरू कुरै नगरौँ क्या। अनि त्यसपछि चाहिँ यो मैले चाहिँ फ्रिजमा पनि राखेको थिएँ, फ्रिजमा राखेर निकालिसकेँ यसलाई चाहिँ। अनि मैले चाहिँ एउटा चाहिँ अघि नै युज गरिहेरेको थिएँ क्या, त्यही भएर चिसो भएपछि यस्तो पक्लिन्छ कि यस्तो दामी हुन्छ साबुन। ओके लेट्स गो, बाई बाई।